पहिला चाहिँ मलाई खासमा यो हिंसा सम्बन्धी खास त्यति ज्ञान थिएन, छन् त थियो, यो चाहिँ गर्नु हुँदैन भन्ने कुरा लाग्थ्यो र कोसिस चाहिँ म पहिल्यैदेखि गरिरहेको थिएँ। त्यो गर्दाखेरि कस्तो भयो भने म्याडम, हाम्रो त्यो गरिसकेपछि अब जब तालिममा गयौँ हामी, तालिममा गइसकेपछि कस्तो भयो भने म त अझै चाहिँ हिंसा गरेकै छु जस्तो लाग्यो हेर्नुहोस् त्यहाँ गइसकेपछि। र त्यहाँदेखि आएपछि अब चाहिँ म पूर्ण रूपमा चाहिँ आफू बदलिन्छु र समुदायको लागि पनि काम गर्छु भन्दाखेरि अहिले चाहिँ जे होस् म चाहिँ धेरै कुरामा चाहिँ बदलिसकेको छु हजुर। र समुदायको लागि पनि अहिले धेरैलाई चाहिँ भनिराखेका छौँ यो हिंसाको विषय। भने महिलाहरूलाई चाहिँ कागजी रूपमा मात्र राख्ने थियो। पहिला कागजी रूपमा मात्र राखेर नै उहाँहरू त अब कागजमा साइनभरि गराइहालौँ, किनकि त्यसको लागि पनि नियम प्रक्रिया कानुन अनुसार पुर्याउनै पर्यो भन्ने कुरा लाग्थ्यो। अब चाहिँ त्यो आइसकेपछि त्यसमा जब हामी तालिम लिइसकेपछि कस्तो भयो भने हामी त उहाँहरूलाई कागजमा साइन मात्रै गराएर पनि हिंसा गरिरहेछौँ जस्तो लाग्यो। अनि त्यो भइसकेपछि उहाँहरूलाई पनि हामीले सबै काममा चाहिँ अहिले हामी सहकार्य गराइराखेका छौँ, सहकार्य गरेरै काम गरिरहेछौँ। उहाँहरूले गर्ने काम उहाँहरू आफै गरिराख्नु भएको छ, हामीले काम गर्ने काम हामी आफै गरिरहेछौँ। जसको लागि चाहिँ भलमनसाजी लगायत हाम्रो गाउँका भलमनसाजी लगायत सम्पूर्णले एकदमै राम्रो सहयोग गर्नुभएको छ। र अहिलेसम्म चाहिँ त्यहाँदेखि आइसकेपछि यो हिंसाको विषयमा भयो, महिलाहरूको रोजगारको विषयमा भयो, अनि लैङ्गिक हिंसाको यो समतामूलक कामको लागि भयो, र यो हाम्रो के भन्छन् यो महिलाहरूले गर्ने अथवा पुरुषले गर्ने काममा चाहिँ कुनै विभेद नहोस् भन्दाखेरि त्यसको लागि चाहिँ हामीले त्यो डिसिए र हाम्रो यो DWRF र हाम्रो यो रेसिस्ट परियोजनाले गर्दा चाहिँ हामीले धेरै कुरा चाहिँ त्यहाँदेखि बुझिसकेपछि अहिलेसम्म चाहिँ त्यसले नै फलो गरेर चाहिँ एकदमै राम्रो भइरहेको छ।